हेलो एभ्रिवान, वेलकम टु ए न्यू भिडियो। अनि आज चाहिँ मैले लिएर आएको छु एउटा एकदम सर्ट एन्ड स्विट भिडियो लिएर आएको छु है त। खाना बनाएर खाएको मात्र भिडियो छ हैन, स्याटरडे मर्निङको भिडियो। साथीहरु ल है आउँ है, हेरौँ है के बनाउँदै छु। यो चाहिँ बासी भात हो है साथीहरु। बासी भात यसरी तताउनु पर्दो रहेछ, मलाई पनि थाहा थिएन हैन। मलाई चाहिँ मेरो बहिनी महारानीले सिकाउनु भएको। साजी भात पनि यहाँ प्रेसर कुकरमा पकाएको छु हैन। चिकन पनि पाकेर रेडी भइसक्यो। फेरि बासी भात खाँदा रहेछन् नभन्नु है। हिजो चाहिँ गिलो चटपटेले गर्दाखेरि बेलुका खानै खाएन के राम्रोसँग। अनिखेर अब बाँकी छँदै थियो, अलिकति पकाउनु पनि परिहाल्यो हैन। चिकन कस्तो मिठो भएर पाकिसक्यो। अनि यहाँ चाहिँ मैले बोडीको तरकारी पकाएको थिएँ, बोडीको दाल है। सबै मेरो खानेकुराहरू चाहिँ रेडी भइसक्यो। हेर्नु है के बनाएको छु। यो चाहिँ बोडीको दाल हो है। अनि कुखुराको मासु, अनि यो चाहिँ काँक्रो, अनि मुला हैन है, काँक्रो र आलुको अचार हैन। सबै कुरा पाएको। यो चाहिँ साजी माम हो, माम पनि पाकिसक्यो। कस्तो मिठो खाना बनाएँ त मैले स्याटरडे मर्निङ। अब चाहिँ हामी लाग्छौँ खाना खानातिर हैन। यी खाना खै यो खाना पस्केको भिडियो बनाउने चाहिँ बहिनी महारानी हो हैन। यहाँ नजिक बसेर भोइस ओभर गर्दा नि हाँस्दै हुनुहुन्छ गरेर हैन, देखिरहेको सुनिरहेछ होला हैन। यो चाहिँ मैले बनाएको भिडियो भन्न ल। यो चाहिँ मैले बनाएको भिडियो है। बोल्न जान्नुहुन्न अरे क्या उहाँ चाहिँ हैन। ल हेर्नुहोस् मेरो कस्तो राम्रो बोडीको दाल, मिठो छ नि हैन। अब खाना त पाउनु भएन हैन, हेरेरै भए पनि चित्त बुझाउनु। यस्तै बनाएर खानु सबैजनाले है त। मेरो भिडियोहरू सबैजनाले अब जतिले हेर्नुहुन्छ सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आश गरेको छु। आहा चरम चरम परेको कुखुराको मासु हेर्नु, कत्रा घाँस हालेर खाँदै चाहिँ यहाँ एउटी घोप्टे। ल हेर्नु त मैले पकाएको खाना कति चाहिँ मिठो मानेर खाकी छ त। यसले यत्रा बुझो हालेर हैन। यो चाहिँ मेरो हो है। अनि खाना मात्र पाइन्छ साथीहरू, भाँडा पनि मस्काउनु पर्छ त्यसरी। खाइसकेपछि भाडा बाजिम ल। तासे क्या कसले हाल्छ हौ? हाल्नलाई बनाएको र राख्नलाई बनाएको होइन? रिसु ठुलो भएपछि हेर्छ यी हो कि भन त। आना पनि भोलि पर्सि ठुली हुन्छ। ए म त आउट भइसकेँ। के भयो ग्रिसुले के गर? साथीहरू बिहानदेखि पकाउने, खाने, भाँडा माग्ने सबै काम सकेर हामी एकछिन खेलकुद पनि गऱ्यौँ हैन। अनि त्यसपछि यो भिडियो चाहिँ छोटो बनाएको थिएँ नि त। यो भिडियोलाई चाहिँ मैले यहीँ इन्ड गरेको छु। बाँकी अरू भिडियोहरू चाहिँ अरू क्लिप्सहरू चाहिँ अर्को भिडियोमा लिएर आउने छु। सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनुहोस् है त, कमेन्ट गर्नुहोस्। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्, सपोर्ट गर्नुहोस्। सानो युजरलाई पनि सपोर्ट गर्नुपर्छ है गाइस। सबैजनाले चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई एभ्रिवान। बाई भन्न। बाई।